प्रधानमन्त्रीलाई म स्मरण गराउन चाहन्छु, यो सदन, यो व्यवस्था, यो संविधान हाम्रो नेपाली चाहिँ शहीदहरूले, हाम्रा अग्रजहरूले, नेपाली जनताहरूले ठुलो बलिदानी, ठुलो लडाई, ठुलो सङ्घर्ष ल्याएको चाहिँ यो व्यवस्था हो, यो संविधान हो, यो सदन हो र यो देश हो। यो देशका लागि हाम्रा पुर्खाहरूले धेरै ठुलो रगत बगाएका छन्, धेरै ठुलो बलिदानी दिएका छन्। तर आज उहाँले हचुवाभरमा जसरी नेपालले पनि अरूको भूमि मिचेको छ भनेर जसरी चाहिँ नि हचुवाभरमा यो सम्मानित सदनबाट आफ्नो अभिव्यक्ति दिनुभयो, यो असाध्यै गैर जिम्मेवारी, राष्ट्रघाती दोस्रो जिम्मेवारी अभिव्यक्ति छ र त्यो सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर म यहाँहरूका बिचमा यो सदन मार्फत, सम्मान्य सभामुख मार्फत यो सदनको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, म यहाँलाई भन्न चाहन्छु, हाम्रो राष्ट्रको बडो स्पष्ट नीति छ, असंलग्न परराष्ट्र नीति छ। हामी कसैको भूमि 1 इन्च पनि मिच्दैनौँ र कसैलाई 1 इन्च भूमि पनि दिँदैनौँ। र म भन्न चाहन्छु, लिपुलेक, लिप्याधुरा, कालापानी हाम्रो भूमि हो, सुस्ता हाम्रो भूमि हो र नेपालले कोही कसैको पनि 1 इन्च भूमि मिचेको छैन। यो कुरा स्मरण होस् प्रधानमन्त्रीलाई। नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ। अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। यो गरिमामय सदनबाट, प्रधानमन्त्रीको कुर्सीबाट त्यसरी नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ? म एउटा म छोट्याउँछु सभामुख महोदय, गम्भीर कुरा छ, मैले राख्नुपर्नेछ। म एउटा हिजो मात्रै भएको एउटा घटना बताउन चाहन्छु। सुस्तामा त्यहाँ चाहिँ तटबन्धन बनाइरहेको नेपाली भूमिमा भारतीय एसएसबीहरू आएर त्यहाँ चाहिँ काम रोकेका छन् र हस्तक्षेप भएको छ। प्रधानमन्त्रीको हिजोको अभिव्यक्तिको त्यो परिणाम हो। र आज सिङ्गो नेपालीहरू चाहिँ नि टाउको निहुराइरहेका छन्, शिर झुकाइरहेका छन् र विदेशीहरू खुसी भइरहेका छन्। हिजो भारतीय मिडियाहरूमा खुब ठुलो खुसियाली मनाउने काम हो कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको। कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ चाकडी गरेको हाम्रा प्रधानमन्त्रीले यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुख महोदय। त्यसकारणले म भन्न चाहन्छु, म अनुरोध गर्न चाहन्छु कि यो संसदको गरिमा कायम राख्दै सभामुखजीलाई पनि म अनुरोध गर्न चाहन्छु, यसको गरिमा कायम गरिनुपर्छ, यसको मर्यादा कायम गरिनुपर्छ। यो कुनै फुटबल खेल्ने ठाउँ होइन, यो कुनै आफ्नो चाहिँ फेसन सो गर्ने ठाउँ होइन। यसको आफ्नो मर्यादा छ, यसको आफ्नो गरिमा छ। प्रधानमन्त्रीले धेरैपल्ट म हिजो प्रश्न सोध्नेवाला थिएँ प्रधानमन्त्रीलाई, सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्री नेपाली पोसाकमा जानुहुन्छ, दौरा सुरुवाल लाएर जानुहुन्छ र जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। के हो उहाँको यो सदनप्रतिको उहाँको दृष्टिकोण? सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ, अन्डरएस्टिमेट गर्नुभएको छ, इरेस्पेक्ट गर्नुभएको छ। यो गम्भीर कुरा छ। त्यसकारण छिटोभन्दा छिटो प्रधानमन्त्रीका ती चाहिँ अभिव्यक्तिहरू यो रेकर्डबाट हटाइनुपर्छ, संसदको रेकर्डबाट हटाइनु पर्दछ। म माग गर्न चाहन्छु र प्रधानमन्त्रीले माफी माग्नुपर्छ, प्रधानमन्त्रीले ती शब्दहरू फिर्ता लिनुपर्छ र अविलम्ब देशवासीका नाममा यो संसदमा आएर प्रधानले माफी माग्नुपर्छ। म यो कुरा राख्न चाहन्छु र प्रधानमन्त्रीले माफी नमागेसम्म हाम्रो चाहिँ यो सदनको कारबाही अगाडि नबढोस् भन्न चाहन्छु र हामी सदनको कारबाहीमा सहभागी नहुने, विरोध गर्ने कुरा सभामुख महोदय मार्फत म सदनमा जानकारी गराउन चाहन्छु।